सो हेलो एन्ड नमस्ते वेलकम टु माई च्यानल। अनि पछाडि हेरेर थाहा पाइसक्नुभयो होला म कहाँ छु भनेर। यो चाहिँ मेरो गाउँ, यो पछाडि मेरो घरको छेउमा भयो त हैन। तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा फेरि पनि। अनि तपाईहरुलाई चाहिँ आज फ्रेस कुरा देखाउँछ है त म के फलिरहेछ अहिले। के हो यो लसुन प्याज अनि गाउँतिर के फल्छ यसरी। यो चाहिँ हाम्रो यो चाहिँ खोइकदा हो, यो माल गोलभेडा फलिरहेको छ नि। अनि गोलभेडा मात्र होइन, तपाईँहरूलाई अर्को गोलभेडा काँचै खान मिल्ने गोलभेडा देखाउँछ है त। अलि पाकेको छैन के हो, माथि नै चढ्नु पर्ने हो, तर म देखाइदिन्छु है त। यो ए भुइँभरि पाकेर यस्तो झरिसकेको छ है, थाहै छैन। यस्तो हो कि यो भर्खर झरेको चाहिँ यस्तो हुन्छ अनि एकदम मिठो हुन्छ। यो यसरी केही गर्नु पर्दैन, यसरी पुस्ने, यसरी यो डाँडा हेर्ने, मकै बारी अनि म खाएर नि देखाउँछु है। त्यस्तो गाउँतिरको त्यस्तै काठमाडौँको जस्तो पहल गर्नु पर्दैन क्या। अनि खासै पाकेको चाहिँ रहन्छ। गाउँतिर चाहिँ यस्तै हो। यो चाहिँ गोलभेडा यसरी फलिरहेको छ। अनि मेन कुरो भनेको यही हो, रुखमा चढेर देखाउँ क्या हो। तर अलि अप्ठ्यारो छ, मोबाइल लिएर जानु गाह्रो हुन्छ। अनि धेरै भ्लग नबनाएको। अनि म चाहिँ कहाँ छु भन्दाखेरि गोलभेडा खेतीको फार्ममा। यो चाहिँ मेरो आफ्नै घरको गोलभेडा खेती हो हैन। यदि कसैलाई गोलभेडा सोलभेडा चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। त्यस्तो धेरै त छैन। अनि यहाँ यो चाहिँ हाम्रो रक्षक, खासै चलाउने मान्छे त छैन अहिले घरमा कोही पनि, म यो चलाउने। तर मलाई पनि खासै आउँदैन नि। यसलाई चाहिँ हाम्रो के भन्छ, गुलेली। यस्तो तन्काएर हान्नुपर्छ यसलाई चाहिँ। अनि त्यही हो। अनि आरबहार चाहिँ मजाले पाकेछ। अनि अरू पनि हेर्दै जाउँ है त। अनि म चाहिँ भर्खर घर आएको, कति आधा घन्टा जति भयो। अनि यहाँ मम्मीले के पकाउँदैछ। ड्याडी कहाँ जानु तपाईँ? मैले देखेँ। ओहो पोखरा कहाँ जानु अरे? पोखरा के छ पोखरामा? ए मेरो दिल छ पोखरामा हो भन्नु न। मेरो दिल छ पोखरामा भन्नु त, भन्नु न। एकछिन न ल भन्नु त। मेरो दिल छ पोखरामा। यस्तो रमाइलो हुन्छ कस्तो छ भने। अनि यहाँ आमा के पाक्दैछ? कोही चौचौ भुटेर खाँदै। आमामा यहाँ त हेर चौचौ। गाउँतिर यस्तो पो हुन्छ। अनि हाम्रो कुखुरा कतिवटा छ? कतिवटा? साह्रै गर्मी छ है आजभोलि। यो झ्याल खोल्नु न। खै त धुवा त आँखै नसक्ने रहेछ। अनि धेरै भयो भिडियो नबनाएको। अनि यही हो कि मैले भिडियो बनाउने मेरो गाउँको हरियाली, डाँडापाखा यसरी चट्ट। कोही त्यहाँ फेरि कहाँ घुम्न जानला हो। कहाँ जाने सर? काठमाडौँ सर। ओहो दिल चाहिँ पोखरामा अनि घुम्न जाने चाहिँ काठमाडौँ। ओ के खानु गाडीमा के हो, सुपर पावर हो? पावर आउँछ कि अहिले? यतै पावर आउँछ नि सर। ओहो पावरवाला खाने है। अनि आजभोलि के फल्दैछ त रेडी गाउँतिर? गाउँतिर मकै, कोदो अनि गाउँतिर टमाटर हेर त्यहाँ। टमाटर मैले देखाइसकेँ। अनि
अनि गाउँमा बस्न रमाइलो कि काठमाडौँ बस्नु ड्याडी? म त काट्नु पर्छ कति वर्षपछि आउनुभयो काठमाडौँ गाउँमा? पैसा लगाएर होइन? अनि यो के हो ड्याडी? यो के हो? ए भोगटे पनि रहेछ है, भोगटे पनि। ल हाम्रो फुल पनि छ ऊ। यस्तो फुलहरू पनि छ अरे। दाइरा बाख्राहरू। आमामामा यो त बुढी भएछ त है? तिमी त बुढी भएछौ, बुढी भएछौ है? तिमी पनि बुढी भयो। तरुनीहरू कोही तन्देरी बसेछ मजाले। अनि यस्तै बाख्रा कुखुरा है। यो चाहिँ हाम्रो घरको सबभन्दा पुरानो बाख्रा होइन त? तिमी हो कि तिमी हो? तिमी त छोरी यसको। ए अर्को पनि थियो, अर्को चाहिँ उतापट्टि लगाएछ। अनि हाम्रो नयाँ भाइ यस्तो आम्मा उत्पटाङ गर्छस् क्या त अहिले त? त्यो उत्पटाङ छ त। भोक लाग्यो क्या ड्याडी यसलाई? यिनीहरूलाई यसको त सिङ भाँचेछ त कसरी? ए तिमी त अनि खानेकुरा माथि बसेर के हो पारा सान दिइरहेको? हेर्न आम्मामा यस्तो हुन्छ। अनि त्यही हो, गाउँतिर अलि शीतलै छ काठमाडौँ सहरमा के हो। अनि यसलाई बाख्रा कुखुरा त्यही त हो गाउँले जिन्दगी भनेको होइन? चट्टो लगाएर बाख्रा साख्रा हेऱ्यो। यसले त मलाई चिन्नु पर्छ अरे। यसलाई त मैले धेरै पहिलादेखि चिनेको। तिमी कति वर्ष भयो? यो त भयो होला हौ, यो त भयो होला 7-8 वर्ष त भयो यसलाई। मैले सानै हुँदाखेरि थाहा पाएको हो यो, स्कुल पढ्दा पनि है। तिमी त सानी थियौ नि है? सानी थियौ र अहिले त बुढी भएछ। तिमी बुढी भएछौ है? कसरी बुढी भयो तिमी? बुढी भएछौ नि तिमी पनि। तिमी चाहिँ यसको बहिनी हो? बहिनी हो क्या? यहाँ हो क्या अरे? अनुहार ठ्याक्कै मिल्छ। ए बल्ल चिन्दैछ क्या अरे? सुँग्दैछ यसले पनि सुँग्दैछ। चिन्यौ ल है त? राम्रोसँग बस है। अब के गर्नु, अब बुढी भयो, पहिला जस्तो उफ्रिन्छ जोस छैन होला। तिम्रो नानी बाबाहरू उफ्रिन्छ अब। अनि त्यही हो गाईजी, गाउँतिर यस्तै हो होइन? गाउँले जीवन हुने यस्तै हो कि घाँसपात गर्ने पत्कर सत्कर होइन? तर म चाहिँ खासै गर्दिनँ है, भनेको मात्र हो। फेरि हाम्रो घरमा चाहिँ चाउचाउ पाइसक्यो मलाई। हाम्रो ड्याडीलाई खाने नखाने? खाने। हेर यस्तो माया गरेर बुढीले तपाईँलाई यस्तो माया गरेर ल खाऊ भन्दा पनि नखाने। तरुनीहरूको भए खान्थ्यो होला। तरुनीको जुठो चाहिँ खाने, अनि यहाँ घरमा पकाएको चाहिँ नखाने। अनि त्यही हो गाईजी, गाउँतिर खास यस्तो हुन्छ होइन? यस्तै हो। तर गर्मी छ खासै खानु त मन थिएन। के को पैसा? बाबुहरू छोरालाई पैसा माग्नु लाज लाग्दैन? छोरा नमागोल फेरि भन्नु त। पैसा नमागोल माग्दैन। कसलाई माग्ने? छोरालाई पैसा माग्ने। बाबुले त कहाँबाट कमाउनु नै दिनु न। कति देऊ 2-4 हजार जम्मा पुग्छ? दिइहाल्ने। भ्याटे 1 करोड फालिदिउँ भनेको। 1 करोड पायो भने के गर्नुहुन्छ? 1 करोड पाएन म त पोखरा घुम्ने। लौ न अब अलमल्ल पऱ्यो। के गर्ने भाइ? बार्सी घुम्ने, काठमाडौँ घुम्ने, सिताउने, तरुण लिएर जाने। फेरि भन्नु त। देख्यौ नि गाइज, हाम्रो ड्याडी 65 वर्ष पुगेर नि तरुण लिएर जाने 1 करोड पायो नि। यस्तो छ है, यस्तो छ। ल अगाडि हेर्दै जाउँ त अरू के हुन्छ आज। यहाँ जाँड पनि आइसक्यो। यहाँ ड्याडी चाहिँ जाँड खाने रे, आमाले यहाँ छानेर ल्याइसक्यो। कस्तो बनायो जाँड? मिठो बनायो। मिठो छ? गुलियो छ अरे। यहाँ सरलाई फेरि जाँड चाउचाउ नखाने, जाँड खाने। जाँड झिङ्गाले खानु लागिसक्यो, छिटो खानु। अनि त्यही गाउँतिर यस्तो जाँड पनि खानु कस्तो रहेछ एकचोटि चाख्दिउँ है त।
केही गुलियो त छैन, केही छैन, स्वाद न ब्याज जस्तो रहेछ है। के सबैलाई त्यो तार छ त्यो रुख लडाउँदाखेरि लडे बेला है क्या हो। अस्ति नि के भएको थियो होइन उयो रुख काट्न गएको अरे, रुखले थिचेर आएको मान्छे बिचरा है। रुखले थिच्ने अनि त्यस्तो रुख काट्ने है। कति भयो रुख काट्न थाले अरे सानोदेखि बन्चर चरा होइन र। रुख कता ढल्छ नि थाहा पाएन, जता ढल्यो त्यतै गयो यस्तो छ। अनि त्यही गाउँतिर खाजा भने जाँड खाने चौधो खाने त्यही हो है त। ल्याएर यहाँ छोरालाई त्यहाँ च्याक्क छोड्यो, जाँड पनि छोड्यो, बुढाबुढी च्याट्ट बसेर खान लाग्यो त्यहाँ माया पिराती। यस्तो हुन्छ माया पिराती भने। यस्तो छ हेर माया पिराती भने यस्तो गर्नुपर्छ, अलिकति खान्छ। अहिले त्यस्तो जमानै छैन, यसरी बसेर पिँढीमा बसेर कसले खानु अहिले अरे। रेस्टुरेन्टमा गएर खानु पर्यो, महँगो महँगो। अनि त्यो महँगोले के हुन्छ, ग्यास्ट्रिक हुन्छ, कहिले के हुन्छ कहिले के हुन्छ है। ड्याडीलाई कहिले ग्यास्ट्रिक भयो? ग्यास्ट्रिक भएर सुकेर दुब्लो भयो क्या ग्यास्ट्रिकले। कोही भात भएर कोही जाँड खानु नि सट्ट छैन जाँड है। चेयर्स। तर यो त कस्तो कस्तो के स्वाद त अलिक कडै छैन है, केही पनि पातलो जस्तो क्या। एउटा मर्छ नि। सो गाइज अब चाहिँ हाम्रो यहाँ करोडोको माल आइसकेको छ है। यस्तो कि यो चाहिँ फ्रेस माल हो। अनि यो चाहिँ हाम्रो घरमै फलेको होइन, त्यसो भएर नि यो राम्रो खाले छ कि। यस्तो धेरै पाकेको पनि छ अनि एकदम खाँदा पनि यस्तो जुसी छ कि। यही देखाउनलाई चाहिँ म गाउँ आएको है साँच्चै भन्नुपर्दा। अनि हेर्नु होला है मजाले है त। सो आज चाहिँ मैले अब अलि थकिला भएर धेरै बनाउन सकिनँ, किनभने आज आएको म। र आजको लागि नै यति नै भन्न चाहन्छु। अनि सबैजना स्टे ट्युन भइदिनुहोस् है, आउने ब्लगहरूमा पनि माया गरिदिनुहोस्। र यो ब्लगलाई पनि अन्तिम समय हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै बिताउँछु। हस्त धन्यवाद। गुड नाइट गाइस।